खासमा खाने तरिका चाहिँ यो रहेछ नि त मैले चाहिँ नजानेर फुटाइहालेछु हो यसरी है मैले त नजानेर यस्तो गरेँ नि त हुन्छ मजाले भित्र हजुर हजुर खाँदैछु भित्र बुझिदिएदेखि नै हजुर पत्ला भोका मात्रै राखेर खासमा दबाई चाहिँ उयो तर्लोसँग ए खास दबाई चाहिँ नमस्कार मेरो युट्युबका सबै मित्रहरूलाई धेरै धेरै सम्झना अनि माया विशेष गरेर अहिले म तल अलैँची खोपमा आएको छु जेठी सासूको घरमा सासू अलिकति बिसन्च हुनुहुन्छ है त्यसले गर्दाखेरि हेर्नुमा आएको अहिले त म ढिलो भएछु ठिक पनि भइसक्नु भएको रहेछ हो प्राय एकदमै ठिक भइसक्नु भएको रहेछ अनि जेठी सासूले आफ्नो बारीमा है अब बस्तीमा बसेपछि होइन जाँगर चलिहाल्छ नि बिमारी नै भए पनि बिचरा यताउति गर्दै के गर्दै कसो गर्दै र उहाँले क्या यो अर्ग्यानिक सब्जीहरू हो क्या यति मजासँगले लाउनु भएको रहेछ कि जुन चाहिँ म तपाईँहरूलाई देखाउनु मलाई इच्छा जागेर है देखाउन लागिरहेको छु है यो चाहिँ हो तपाईँको लौका हो लौकाको बोट हो यो र यहाँ लौकाको त फलेको हुनुपर्छ ए होइन रहेछ फर्सी पो रहेछ यस्तो खालको फर्सी पो रहेछ त है ए म त लौका पो भनेको होइन पत्ता त अन्त लौका जस्तो छ त हो अन्त है होइन लौका पनि हो यो लौका पनि हो जस्तो लाग्यो कि चाहिँ कुनै त के खालको हो यो यहाँ हेर्नुहोस् ल यो बारी म तपाईँहरूलाई देखाउँदैछु है देखाउँदा फेरि तपाईँहरूलाई अर्को चिज पनि म देखाउनु मन परिहाल्यो कटहर फलेको देख्नु हुँदैछ कटहरको रुख हो पछि यत्रो हुन्छ कि मिठो न मिठो हुन्छ अनि यहाँ चाहिँ तपाईँको अबि यो करेला करेला कति मजाले है फलेको हेर्नु त लु एकदमै अर्ग्यानिक नि हो आमा अन्त यो साग क्या हामीले बजारमा पाउँछौँ नि है किनेर खान्छौँ नि यसलाई के गिलोही पो अरे के गिनेरीको साग भनेर भन्छ नि है यहाँभित्र मकैबारी हो फर्सी मकैबारी यो आमा गिनेरीको साग त कत्रो भइसकेछ अन्त यहाँ चाहिँ बैगुन फलेको रहेछ अनि त्यसपछि यहाँ चाहिँ रहेछ तपाईँको लाम्चे खोर्सानी रहेछ क्या यही खोर्सानी फलेको रहेछ हो बैगुनको आमा थुप्रो चिचिलाहरू देख्दैछु म यहाँ क्या अम्बो यो बोटमा त झन् कत्रो फलिरहेको रहेछ हौ बैगुन पछि चाहिँ मैले अब यहाँ काँक्रा देख्छु आम्बो काँक्रा यहाँ पनि रहेछ काँक्रासित बोडी पनि रहेछ फेरि बोडी काँक्रा हो अन्त मकै पनि रहेछ है मकैको घोगा लागिरहेको रहेछ कति मजाले हो आमामा के हो के नि अब यहाँ त थुप्रो रहेछ हौ थुप्रो अझ काँक्राको फुल फुलेको आम्मा हेर्नुहोस् न पुरा भनेपछि यहाँ कति चाहिँ फल्छ होला फेरि मैले एउटा काँक्रा भेटाएँ आमा माथि चिचिलाहरू पनि रहेछ पुरा बारीमा घुम्दै जाँदाखेरि मैले सिमी पनि भेटाएँ यहाँ अनि म यहाँ धेर बेरसम्म बस्नु सकिनँ किनभने मच्छरको क्या एट्याक भयो बेसी सलक्कै भयो म टोकेर यहाँ खुट्टातिर टोकेर केही छैन हो अनि यहाँनिर दिदीलाई मलाई भन्नु हुँदै थियो कि उहाँले नि है यहाँ के अरे डल्ले खोर्सानी लाउनु भएको रहेछ यहाँ चाहिँ फेरि डल्ले खोर्सानी रहेछ बैगुन रहेछ हो आम्मा बिहानै पछि हामी पूजा गर्नुको लागि फुल खोज्दा हुन्छ है यहाँ हेर्नुहोस् न फुल फुलेको आम्मा हो के राम्रो
अनि त्यसपछि म त्यहाँबाट निस्केर ओह्रालो लाग्दाखेरि मैले यहाँ ग्रिन हाउस देखेँ। फुलहरू है निकै लाउनु भएको रहेछ यहाँ। ताला पो लगाएको रहेछ। अब कहाँ चाबी मागिरहनु है। यहाँभित्र लाउनु भएको रहेछ। अलिअलि देखिँदैछ, केही छैन है। अनि म तपाईँहरूलाई अब यहाँ ओह्रालोमा त्यो मकैबारी हो, त्यहाँनिर अघि नेभारा चाहिँ सायद यहाँबाट ल्याउनु भएको होला। अघि त्यो नेभारा क्या, म तपाईँलाई देखाउँछु अहिले। त्यो नेभारा मैले अघि देखेको थिएँ कि। अनि यहाँनिर यो चाहिँ फर्सी हो। फर्सी यहाँनिर गट्टा लाग्दै रहेछ भर्खर। अनि अलिक तल झरेँ म। यहाँ हेर्नुहोस् न, यहाँ दिदीहरूको बारी हो सबै। यो टाकटुक हो दिदीहरूको बारी हो यो। तल तलसम्म छ नि, तल्लैसम्म छ। अब गयो भने त अब कहाँ हो गानी। अब तल तल यो सबै दिदीहरूको बारी हो। यही भोगटे सङ्खत्र भनेर भन्छ नि। अहिले चाहिँ यत्रो यत्रो फलेको रहेछ हो। अब पछि पाकेर चाहिँ खानुपर्छ यो। बारीमा मकै रहेछ, सिमी रहेछ हो। तर अघि दिदीले मलाई गुनासो गर्नु हुँदै थियो, बाँदरले खाइदिइहाल्छ अरे क्या। यहाँ चाहिँ फेरि प्रब्लम चाहिँ त्यो छ क्या, बाँदर हेर्नुपर्छ पुरा। फेरि म यहाँ अर्को बारीपट्टि आइपुगेँ। यो करेलाको मुन्टा हो। यो चाहिँ करेलाको बोट हो है, करेलाको मुन्टा। यस्तो मिठो हुँदो रहेछ यो करेलाको मुन्टा। भुटेर खायो भने नि मिठो हुन्छ यो करेलाको मुन्टा। दबाई पनि भनेर भन्छ नि। लौका त मैले त अहिले पो भेटाएँ त। यो चाहिँ हो लौकाको बोट। यहाँ मैले लौका भेटाएँ एउटा। आम्बो के मजाले फलेको रहेछ। नेभारा अघि मैले तपाईँलाई तल नेभाराको रुख देखाएँ नि, त्यहाँ फलेको हो यो। लौका खिच्दै थिएँ कि अचानक यहाँ त मैले फेरि हेर्नु नि करेला भेटेँ। अब मजाले फलेको रहेछ नि त हौ। के मजाले करेला। पल्लोपट्टि के अरे लौका, त्यहाँदेखि यहाँ चाहिँ करेलाको झ्याङ रहेछ। आमा फलिरहेको रहेछ। हेर्नु नि सानो सानो चिचिलाहरूदेखि लिएर हो, यत्तिकै रहेछ यहाँ। आहा, अलिकति यतापट्टि आएको त फेरि यहाँ पनि मैले लौकै पो भेटेँ फेरि। अम्बो, दिदीले लानु नि ज्वाइँ खानु भनेर भन्नुहुन्छ। अब यत्रो लामो कसरी बोकेर जानु फेरि, न स्कुटीमा त्यो डिक्कीमा अँटोस् न के होस् है। अन्त मैले होस् हौ दिदी भनेर भने कि लानु त मन थियो है। मनपर्छ कहिले कहिले खानु त। तल फेरि यहाँ पनि करेलै रहेछ, त्यहाँ फर्सी रहेछ, तल त्यो के भन्छ यसलाई, कुन के भन्छ त्यो पनि रहेछ हो। आमामा मेमै हेर्नुहोस् त, कति मजाले लगाउनु भएको हौ। अम्बो क्या दामी करेला भेटाएँ मैले। पुरै रहेछ नि त अन्त। आमा हो, फलिरहेको रहेछ नि त हौ करेला त। यो चाहिँ जिम्बुर अरे। कहाँबाट ल्याउनु भएको अरे दिदी? नर्थ सिक्किमबाट ल्याउनु भएको दिदीले। यो चाहिँ दालमा हालेर खान्छ दिदी? यो सुनेको मात्र, मैले देखेको थिइनँ। यो जिम्बुर है? खै यो ठुलोहरू यिनीहरू हो। यिनीहरू चाहिँ अन्त यहाँ चाहिँ हेर्नुहोस् न, चिचिरा लाग्दैछ फेरि मसिनोहरू फुल। यो चाहिँ भनेपछि चिचिरा लाग्दैछ फेरि। हो त रहेछ त। अर्को चिज ठुलो खालको अलग चाहिँ 12 मासे रहेछ। यो चाहिँ 12 मासेको? 12 मासे निम्बु रहेछ। यो है पुरै निम्बु 12 मासे अरे। आमा पुरा फल्दो रहेछ नि त। हजुर, भनेपछि यो त फलेकै गर्ने रहेछ है। के दामी। सब्जी
लाउने जाँगर भएकाहरूले फुल त त्यसै लाउँछन् होइन। र यो फुल मैले तपाईँहरूलाई देखाउन चाहेँ। हेर्नुहोस् त कति राम्रो रहेछ हौ यसको बोट यो है। अनि त्यसपछि यहाँ फेरि अर्को फुल यहाँ फुल्न लागेको रहेछ। अनि घरको अगाडि चाहिँ यति मजाले क्या लाउनु भएको छ है। ब्युटिफुल भन्नुपर्छ यसलाई क्या। अनि यो प्लान्ट चाहिँ मलाई खुबै मन पर्यो क्या। कस्तो राम्रो मजाको रहेछ हौ लौ। त्यसपछि सेतो एन्थुरियम यही कति राम्रो। त्यो चाहिँ बाहिरको भयो। यो भित्र हेर्नुहोस् न फेरि प्लान्ट आमा कति मजाले लाउनु भएको छ। त्यो एक कुनाको देखाएँ। अब अर्को कुनाको देखाउँदैछु म तपाईँहरूलाई। यो त अन्त कस्तो राम्रो रहेछ दिदी यो त। यो है कहाँबाट ल्याउनु भएको यो? मनसङबाट। ए टिस्टा भ्यालीबाट ल्याउनु भएको अरे दिदीले यो। र यहाँ फेरि अर्को प्लान्ट ह्याङ्गिङ प्लान्टहरू पनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् न दिदीले घर लानु है ज्वाइँ भनेर यहाँ सब्जीहरू 2 पोका निकालिदिइराख्नु भएको छ। अनि अघिदेखि मैले तपाईँहरूलाई देखाउनु क्या इच्छा लागिरहेको कि मलाई। यहाँ हेर्नुहोस् न बैगुन अम्बो कत्रो रहेछ यो त। के मजाले फलिरहेको छ यहाँ। फुलहरू त दिदीले लाउनुसम्म लाउनु भएको छ यहाँ। हेर्नुहोस् त जाँगर। अब भने चाहिँ आएछ पालो डल्ले खोर्सानीको। डल्ले खोर्सानी फल्दो रहेछ यहाँ कति मजाले। तपाईँहरूलाई खाउँ लाग्दै होला है। पर अघि मैले तपाईँहरूलाई देखाएँ नि क्या भिरालोमा त्यो फलेपछि झन् कस्तो चाहिँ हुन्छ होला। होइन यहाँ त जहाँ जे रोपे त्यहीँ फल्छ कि क्या हो। हेर्नु नि यहाँ बैगुन फेरि यो अर्कै खालको बैगुन रहेछ फेरि। फलिरहेको छ मजाले अन्त। तपाईँहरू के भन्नुहुन्छ कुनै यसलाई? म चाहिँ घन्टी फुल भनेर भन्छु। यहाँ चाहिँ फेरि किसिम किसिमको प्लान्ट रहेछ नि त। यहाँ फेरि क्यामोफ्लाज रहेछ फेरि। कुन चाहिँ दिदी रोजमेरी? यो चाहिँ के हो खास चाहिँ? यो रोजमेरी चियाहरू खान्छ यसको। यही हो त्यो मासुहरूमा बिरयानीहरू पनि बनाउँदछ। यो बिरयानीमा पनि हाल्छ। रोजमेरी अरे यो चाहिँ। आमा त्यो सेन्ट मिठो भन्ने खै। बिहान खाली पेटमा खानु अरे त्यो चाहिँ। कस्तो मिठो सेन्ट दिदी। यसको रहेछ हौ बिरयानीमा पनि हाल्छ अरे यो रोजमेरी चाहिँ। बिहान चिया पनि खान्छ। यो चाहिँ अपराजिता अरे कि यो चाहिँ निलो फुल्छ अरे। के को दबाई हो दिदी यो? चिया नै बनाएर खान्छ यसको। ल के हो यहाँ त? यो चाहिँ तमर्के।
यो चाहिँ कुन तमर के दिदी हो? यो पहेँलो रातो चाहिँ पर छ। ए यो चाहिँ पहेँलो तमर के? हजुर रातो चाहिँ उता छ। यो पालि ल्याएको त्यही लेकबाटै राखेको। यो पनि माथि लेकबाटै ल्याउनु भएको? यो चाहिँ होइन, यो चाहिँ यताकै हो। त्यो चाहिँ लेक। यो चाहिँ पहेँलो तपाईँकोमा अर्को रातो पनि छ भन्नुभएको होइन? ए यसको बोट चाहिँ यस्तो हुँदो रहेछ नि त। ए रातो चाहिँ रोप्नु भएको छ? हजुर हजुर हजुर। ए बिदा मागेर चाहिँ अब गएको या दुईजना भाइहरू या भरिया केटाहरू हो यिनीहरू। ए भारी बोक्नेलाई भरिया भन्छ नि त। हाँस्दैछ गर्दैछ। ए बिदा मागेर यहाँबाट निस्क्यौँ हो, जाँदैछौँ। अन्त यहाँ माथि हाम्रो सोल्टिनीको घर छ। यहाँ माथि चाहिँ अम्बो 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 आमा यहाँ त अन्त करेला, ट्रेन काँक्रा, ट्रेन काँक्रा, काँक्रा आम्मा हो ला। यहाँ त काँक्रा त पहेँलै भइसकेपछि अम्बो सोल्टिनीहरूको यो चाहिँ आम्मा हो। हेर्नुहोस् त अन्त रुख टमाटर फलिरहेको रहेछ। आम्मा झुप्पा झुप्पा रहेछ कि अब पाक्नु पर्ने रहेछ, बाँकी रहेछ। यहाँ हेर्नुहोस् न काँक्रा फेरि, अर्को काँक्रा फेरि। खै हो लामो, आमा के साह्रो लामो। अम्बो खै के साह्रो लामो रहेछ यो त। फ्याक्ट्रीको बस्तीमा है बसेपछि जाँगर चलिहाल्छ नि। म पनि यहाँ अब कस्तो रोप्थ्यो होला नि अब इस्कुस। यहाँ फेरि आम्मा भामी मुन्टा कस्तो खानु मन पर्यो। आमा लौ त अब मारे। आया उकालो चाहिँ मिठो छ नि त फेरि हो। आया आम्मा स्या स्या भयो नि। यहाँ हेर्नुहोस् न कुखुराको खेलखोर भनेर भन्छ नि, कत्रो हो अम्बो। हेर्नु त लु बाफ्रे अहिले चाहिँ छोडेको रहेछ कुखुरा। ए दुईजना केटाहरू बिसाइरहेको रहेछ फेरि। ओइ के भयो? के कुकुर जस्तो? ए ल हैया गल्यो खै। है ए कुकुर जस्तो रहेछ बादल साँच्ची नै। आमा अयो साँच्ची नै हो कुकुर जस्तो। हेर्नु न बादल, हेर्नुहोस् त लु तपाईँलाई फेरि देखाउँछु ल एकचोटि म। ए हो पुई आया फेरि यो सिडी यसरी जान्छ हो उकालो। अलिकति माथिसम्म चाहिँ अब बाटो छ नि त उहाँ, त्यहाँसम्म चाहिँ त्यति चाहिँ हिँड्नुपर्छ। सानी हो ठिकै छ। मेरो युरिक एसिड बढेर कस्तो भइरहेको थियो हो। अन्त यतिको हिँडेन भने पनि के है, हिँड्नु पऱ्यो नि यतिको त। ए अहिले 6:30 भएछ घडीमा हेर्दाखेरि। अनि अब चाहिँ यहाँ हामी सकट आइपुग्यो। आयो गल्यो। यो चाहिँ आँपको रुख हो। आँप फलेको छ यहाँ पुरा कि। अब अहिले चाहिँ आउँदैन भएर तपाईँहरूलाई मैले देखाउनु सकिनँ क्या। पुरा छ यहाँ ढुङ्गा हाल्ने बुर्र झर्छ नि कि। पारी हेर्नुहोस् न, त्यो पारी देख्दै गरेको सिक्किम हो। ऊ पर यो रुखको टुप्पो देख्नु हुँदैछ, त्यसको अलिक त्यहाँ छेउमा क्या तारे भिरो थियो। अनि यता यो मल्ली डाँडा हो। ऊ पर तपाईँले 2वटा बत्ती देख्नु हुँदैछ भने त्यो नाम्ची हो। त्यो नाम्चीको त्यो के अरे त्यो 4 धाम हो त्यो। यस्तो छ त यहाँबाट त यस्तो यस्तो नजाराहरू तपाईँले देख्नु सक्नु हुन्छ। आया ए 2टा डग फेरि यहाँनिर हो। ए हामीलाई पुऱ्याउनु आएको, तिमीहरू हामीलाई पुऱ्याउनु आएको है। ओइ
पुऱ्याउनु आएको हामीलाई। ऊ माथि हाम्रो भाउजूहरूको घर। भाउजू गएको ए साग र लाली साग ल हामीलाई फेरि कोसेली साग र लाली साग ल्याइदिनु भएको छ हो। लु भाइ थापेर हजुर ए खै दाजु चाहिँ ए दाजु जानुभयो है दाजु त जानुभयो ए जानु भएन गरम बन्द अन्त कस्तो त गरम हो आमामा है हेटेरिका हुरुक्कै हुने खालको गरम। ए हामी चाहिँ अब यहाँ स्कुटी भएको ठाउँमा आइपुग्यो खुवाइरौँ लाली साग र साग ए दामी हजुर ए हजुर 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 हुन्छ भाउजू गए हुन्छ।